इङ्ग्लिस सजिलो छ। प्रेजेन्ट टेन्स, पास्ट टेन्स, फ्युचर टेन्स, वर्तमान काल, भूतकाल, भविष्यकाल। आई गो, म जान्छु। आई वेन्ट, म गएँ। आई विल गो, म जानेछु। आई से, म भन्छु। आई सेड, मैले भने। आई विल से, म भन्नेछु। आई डु, म गर्छु। आई डिड, मैले गरेँ। आई विल डु, म गर्नेछु। आई ह्याभ, मसँग छ। आई ह्याड, मसँग थियो। आई विल ह्याभ, मसँग हुनेछ। आई थिङ्क, म सोच्छु। आई थट, मैले सोचेँ। आई विल थिङ्क, म सोच्नेछु। आई बाई, म किन्छु। आई बट, मैले किने। आई विल बाई, म किन्नेछु। आई स्पिक, आई स्पिकलाई के भनिन्छ तपाईँहरूले यसलाई चाहिँ कमेन्ट सेक्सनमा लेख्नुहोस् है त। थ्याङ्क यू।